मृत्यु बजा बजाएर आयो। हालसम्म हेर्ने हो भने 480 जनाभन्दा बढीको मृत्यु भइसकेको, 1000 जना बेपत्ता र यही हो नेपालको मानवता। भर्खरै मात्र भएको भोटेकोसीमा आएको ठुलो बाढीका कारणले गर्दा 480 जनाको मृत्यु भइसकेको छ र 1000 जना अझै पनि बेपत्ता भएको हामीले पाउन सक्छौँ। कोही मानिस त्यही बाढीको कारणले गर्दा गुहार मागिरहेका छन् भने कसैलाई त्यहाँ दाउरा र सिलिन्डर ग्यासहरू आफ्नो घरमा लग्न बाध्य छन्। यो नै हो हाम्रो देशको मानवता। प्रकृतिले सुन्दर हाम्रो देश नेपाल जब एउटा ठुलो बाढीका कारणले गर्दा पुरै गाउँ नै बगायो र त्यसपछि नेपाल शोकाकुल बनेको छ र यस घडीमा दुःखद अवस्था बनेको छ। हालसम्म अन्य कन्ट्रीहरूले अहिलेसम्म हेर्ने हो भने भारतले नेपाललाई 50 मेट्रिक टन सहयोग गरेको छ। त्यसमा घाँस बाँस र कपास लगायत मानवलाई आवश्यक पर्ने मेडिसिनहरू राखेको पाइन्छ। त्यसकारण अहिलेसम्म पूर्ण रूपमा यसलाई सुधार भएको छैन। हाम्रो देश नेपालमा मान्छेहरू अरूलाई हेल्प गर्नुको सट्टा आफ्नो फाइदा उठाउने प्रयास गरिरहेका हुन्छन्। त्यसकारण हामीले अरू मानिसमाथि कुनै डिपेन्डेन्ट हुनु हुँदैन। हामीले आफूले आफ्नो खुट्टामा उभिनु पर्छ। मानव जस्तै त्यही बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्याहरू मध्ये पनि कोही त्यो पानीमा तैरिरहेका होलान्। तिनीहरूसँग एउटा स्विमिङ गर्ने स्किल भएको भए पनि तिनीहरूको ज्यान बच्न सक्थ्यो। त्यसकारण त्यो बाढीमा परेर मृत्यु हुनेहरूलाई हार्दिक श्रद्धाञ्जली र मिसिङ व्यक्तिहरूको खोजी अझै पनि जारी रहेको छ र तिनीहरूलाई सुरक्षित ठाउँमा खोज्न आग्रह गर्दछु। र मृत्यु बजा बजाएर आयो। मानिसहरूले सोचेको पनि थिएन यस्तो हुन्छ भनेर। बिहानको घामसँगै मानिसको दैनिकी जीवन सुरु भएको थियो र अचानक एउटा बाढीको कारणले गर्दा एउटा गाउँ नै बगायो। माथि रहेको हिमाल र डाँडाहरू र तल सुन्दर ठाउँमा रहेको एउटा गाउँले गर्दा तल सुन्दर ठाउँमा रहेको एउटा घर बस्ती नै डुबायो। त्यसकारण चीनको तिब्बततर्फ भोटेकोसीको सिरानमा पहिरो र गेग्रानले नदी थुप्रिएपछि एउटा अस्थायी ताल बन्द पुग्यो। तालमा ठुलो मात्रामा पानी जम्मा भएपछि प्राकृतिक अवरोध कमजोर थियो र पानी अचानक बाहिर निस्कियो। यही कारण भोटेकोसीमा फेरि ठुलो बाढी आउने जोखिम रहेको छ र सबैजना सचेत हुन आग्रह गर्दछु। बर्खाको महिना हो, आफ्नो ज्यानलाई सुरक्षित गर्दै हुन त अब त घर पनि जोखिममा परिसक्यो। त्यसकारण बाढी नरोकिन्जेलसम्म सुरक्षित स्थानमा बस्नुहोला र